हामी आज चाहिँ बाँस कटिङ हुँदैछ खुर्सानीको किलाको लागि। अस्ति पुरानो भाटाले अलिकति ठुलो भएको बिरुवालाई पुर्यायौँ। अब बाँस भाटाले नपुग्ने भएको कारणले गर्दाखेरि यी बाँस गाडीमा आएर बाँस ढालिँदैछ, गेडिँदैछ। मच्छरको लागि हामीले अर्ग्यानिक ट्रिटमेन्ट अन्डाको क्रेट बालिँदैछ। हाम्रो कान्छा काका बाँस ढाल्नु व्यस्त हुनुहुन्छ, म यहाँ गेड्दैछु। यस्तो छ। अब यसलाई हामी गेडिसकेर हामी भाटा फुटाउने कार्यक्रमतिर लाग्छौँ। आजको हाम्रो इस्टिमेट चाहिँ त्यो 10 गना बाँस ढालेर त्यसको हो र अहिले चाहिँ 10 गना ढालिसक्यौँ। अब त्यसलाई फुटाउने अनि भाटा बनाउने यसरी फुटाउनु पर्छ। ड्याङ्के ड्याङ्ग टाउकाउने घरिको लाग्छ यी हेर्नु, यसरी फुटाउने, ढ्याक्क फुटाउने अनि फेरि तिखार्ने। यसको काम थुप्रै छ, झन्झट छ काम। लो ढलेको भयो त। यसो गर्ने छ हाम्रो आजको कार्यक्रम। 10 गना चाहिँ ढालेर हामीले अब फुटाउने तर्खरमा लागिरहेछौँ। हामीले बाँस पनि टुकारिसक्यौँ, सबै 10 गना आज टुकारिसक्यौँ। टुकारिसकेर यी भाटा पनि फर्दैछौँ। भाटा फर्ने क्रम जारी नै छ। यो भाटा फरिसक्यो, अब त्यसपछि फेरि तिखार्ने काम बाँकी नै छ। अहिले चाहिँ हामी बाँस फुटाउँदा ढाल्दा इनर्जी लस भएर यी एकमात्र असली इनर्जी ड्रिङ्क रेड बुलको साथमा यी चिप्सहरू च्याउ खाइँदैछ। हाम्रो एप्पल पनि छ, कता एप्पल इनर्जी एप्पल खानै पर्यो। फाइनल्ली हामीले यी बाँस तिखो बनाइसक्यौँ। फाइनल्ली 10 गना बाँसलाई हामीले तिखो बनाएर अब हाम्रो कामलाई यतिमै विसर्जन गर्ने कार्यक्रम गऱ्यौँ। यस्तो छ। यता थुप्रो, त्यहाँ पनि बनायौँ अलिकति, त्यहाँनिर छ अलिकति। यतिले चाहिँ भोलि भाटा ठोकाइ हुन्छ। अर्को भिडियोमा भोलि सुन्दर दाइलाई बिहानै यति बोकाइन्छ अनि हामी भोलि भाटा ठोकिन्छ अर्कोमा। अरे भोलि ठोक्ने बारी पनि देखाउँला अहिले। सामान प्याकिङ गरिसक्नु भयो हाम्रो काकाजीले। भाटा चाहिँ फुटाएको भाटा चाहिँ यसमा भोलि लाउने कार्यक्रम हाम्रो छ। अघि फुटाएको भाटा यिनीहरूमा ठुल्ठुलो भइसक्यो र हामी अब यसमा भोलि भाटा ठोक्ने डोरी लाउने कार्यक्रम हाम्रो भोलि यसमा हुनेछ। झार आइसकेको छ, यो झार उखाल्नु पर्ने, भोलि उखालिन्छ झार पनि भन्दै यो भिडियो अन्त्य गरे। धन्यवाद।